मेरो नाम नैनसिंह भण्डारी। हामीलाई चाहिँ यो जलवायु परिवर्तनबाट हामीलाई चाहिँ यो कुलोको चाहिँ हामी 35 परिवारलाई चाहिँ यो कुलोको चाहिँ हाम्रो चाहिँ बजेट चाहिँ 6 लाख रुपियाँ चाहिँ जलवायु परिवर्तनबाट आयो। यो कुलो निर्माण नहुनुभन्दा अगाडि चाहिँ हामीलाई चाहिँ पानीको चाहिँ एकदमै चाहिँ हाहाकार थियो। हामीलाई चाहिँ कमी एकदम पानीको कमी थियो। हाम्रो चाहिँ लगाएको चाहिँ जस्तै भनौँ खुर्सानी, गोन्डा, टाउली अनि अन्य चाहिँ अब फलफुलहरू हामी त्यो लगाएर पानीको लागि चाहिँ हामीले सिँचाइ गरेर चाहिँ हामी पानी गर्दाखेरि पानी एकदम चाहिँ हामीले न्यून हुन्थ्यो। अहिले यो सिँचाइ भइसकेपछि अहिले हामीले पानीको पानी चाहिँ गाउँ हाम्रो जमिनमा टकाबाजी छ। हामीलाई प्रतिदिन प्रशस्त मात्रामा पुगेको छ। अझै पनि हाम्रो चाहिँ वार्ड नम्बर 4 र हाम्रो चाहिँ वार्ड नम्बर 3, 2लाई चाहिँ 2को जमिनमा पनि हाम्रो चाहिँ यो आवास निर्माण हामीले चाहिँ अगाडि बढाउनु छ जलवायु परिवर्तनले भन्ने आशा राखेका छौँ। खडेरीको कारणले गर्दाखेरि जताततै पानीको खोलाहरू मुहान भन्दा पनि खोला बोक्ने खोलाहरूसँग चाहिँ स्थिति हामीलाई हाम्रो चाहिँ यो वार्ड नम्बर 8 के भइदियो भने हामीहरू चाहिँ अब चाहिँ हाम्रो जलवायु परिवर्तनले पनि हाम्रो चाहिँ यहाँ हेर्दाखेरि हाम्रो चाहिँ गत वर्ष पनि हाम्रो गएको वर्ष पनि हाम्रो केही पनि भएन। पानीको कमीले गर्दाखेरि हाम्रो उत्पादन एकदम कम थियो। त्यस्तो हरियाली चाहिँ खानाहरू पनि अहिले रोकाइ हाम्रो चाहिँ असारमा नगएर हामी पछाडि कसैको चाहिँ धेरै पछि पनि भयो पानीको कारणले। अहिले चाहिँ हाम्रो चाहिँ यो सिँचाइ निर्माण गर्दा भएको हुनाले अहिले हाम्रो चाहिँ धान रोपाइ पनि अगाडि गएको छ। अझै अन्य ठाउँको भन्दा पनि हाम्रो चाहिँ यो कुलो अहिले हाम्रो यो कुलो हुँदाखेरि हाम्रो 35 परिवारमा चाहिँ त्यही चाहिँ उत्साह छ। हाम्रो चाहिँ यो खेतीपाती चाहिँ अहिले हाम्रै होला जस्तो लागेको छ। 35 परिवार चाहिँ एकदमै चाहिँ हाम्रो चाहिँ लाग्ने भएर हाम्रो चाहिँ खेतीहरू चाहिँ बढ्ने छ। हामी चाहिँ एकदम चाहिँ हामी आशावादी छौँ कि जलवायु परिवर्तनले हामीलाई चाहिँ यो उहाँलाई चाहिँ निरन्तर हामीलाई चाहिँ सहयोग पुर्याउनेछ भनेर हामीले आशा गर्छौँ।